जापानमा हामी रुममा नभएको बेला कुनै पनि सामान आयो भने हाम्रो रुममा चाहिँ यस्तो खालको खामी छोडिदिएको हुन्छ। यो खामीको आधारमा फेरि पनि हामीले रुममा हुने टाइममा हाम्रो सामान चाहिँ कसरी बोलाउने त? ल हेरौँ है त। फर्स्टमा चाहिँ हामीले यो नम्बरमा चाहिँ कल गर्नुपर्ने हुन्छ। यो नम्बरमा कल गरिसके पछाडि हामीलाई चाहिँ जुन नम्बरले गाइडेन्स गर्छ होइन, सुरुमा चाहिँ चुसेकी बाङ्गो थिच्नुहोस् भनेर भन्छ। त्यस पछाडि हामीले चाहिँ यो माथिको नम्बर थिच्नुपर्ने हुन्छ। अनि त्यसपछि युबिन बाङ्गो थिच्नुहोस् भनेर भन्छ होइन। त्यसपछि हामीले चाहिँ यहाँनिरको यो जुन हाम्रो एड्रेसको युबिन बाङ्गो थिच्नुपर्ने हुन्छ। अनि त्यस पछाडि चाहिँ कुन दिनमा चाहिँ हामी रुममा भइन्छ होइन, त्यो दिन तपाईँ रुममा हुने टाइम डेट र टाइम थिच्नुहोस् भन्छ होइन। त्यो चाहिँ हामीले 4 अङ्कमा थिच्नुपर्ने हुन्छ। जस्तो 5 महिनाको 5 तारिकमा रुममा हुन्छौँ भने 0505 थिच्नुपर्ने हुन्छ। अनि त्यस पछाडि चाहिँ कुन टाइममा चाहिँ हामी रुममा भइन्छ, जस्तो यहाँ टाइमको सेड्युल चाहिँ 1, 2, 3, 4, 5, 6 लेखेको छ होइन। जस्तो 12 देखि 14 सम्म 2 नम्बर, गोजिन्च्यु भयो भने 1 नम्बर होइन। अनि त्यसै गरी 14 देखि 16 3 नम्बर, यो क्रमबद्ध रूपले माथि यहाँ लेखेको छ होइन टाइमको सेड्युल। यो नम्बर थिच्नुपर्ने हुन्छ। अनि त्यस पछाडि चाहिँ हामीले हाम्रो मोबाइल नम्बर थिच्नुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ हाम्रो सामान फेरि त्यही टाइममा रुमसम्म आइपुग्छ है त। यसरी हामी हाम्रो सामान सजिलै फेरि हामी रुममा हुने टाइममा चाहिँ बोलाउन सक्छौँ है त मिनासान। じゃあよろしくお願いします。ありがとうございます。